झापादेखि दार्चुलासम्मको उत्पादन बिक्री गर्दै हुनुहुन्थ्यो। तर पछिल्लो चरण संयोग भन्नुपर्छ अथवा दुर्भाग्य भन्नुपर्छ, नेकपा एमालेसँग जोडिएर चन्दा दिन्छु भन्ने बित्तिकै उहाँ आक्रमणको शिकार हुनुभयो। यो मात्र होइन, नेपाली उत्पादनलाई भारतीय बजारका तस्करहरूले तहस नहस पार्ने खेल भाडबटिनीमा पोखिएको हो भन्ने एउटा रिपोर्ट पनि छ। त्यसकारण मैले चाहिँ भनिरहेको कुरा के भने हाम्रो अर्थतन्त्र डाल्डा घिउ जस्तै हो भनेर चाहिँ क्वेसन मार्क्स उठ्ने गरेको छ। विगतमा डाल्डा घिउले नेपालको अर्थतन्त्र धानेको थियो, तर घाम लागेपछि पग्ले जस्तो अर्थतन्त्र पग्ल्यो। अहिले सबैभन्दा हामीले गर्व गरिराख्ने कुरा चाहिँ अब नेपाल सरकारका कोही प्रतिनिधि त हुनु नहोला, तर व्यवसायी साथीहरूलाई थाहा छ हाम्रो अर्थतन्त्रमा निर्यात बढ्यो भनेर भन्दाखेरि केले बढ्यो भन्दा इडिबल ओइलले छ। कच्चा पदार्थ आउँछ, यहाँ हामी प्रशोधन गर्छौँ पठाउँछौँ, त्यसकारण हाम्रो निर्यात बढ्यो भनेर हामीले गर्व गर्नुपर्ने कुरै छैन। त्यसमा हामीले रिथिङ गर्नुपर्छ। त्यसको विकल्पमा के भने हामीले हाम्रै उत्पादन गर्नतिर लाग्ने कि र राजनीतिसँगै जोड्दै गर्दा चाहिँ राजनीतिमा आएको मास फ्रस्ट्रेसनले हो, पोलिटिकल पार्टीमा आएको फ्रस्ट्रेसनले र त्योसँग जोडिएको व्यवसायी साथीहरूमाथि आक्रमण भएको। हामीले यो भेलाले आज भन्न सक्छ अबदेखि पोलिटिकल पार्टीमा कुनै पनि व्यापारीले चन्दा दिने छैनौँ, हामी पोलिटिकल पार्टीमा कुनैमा पनि देखिने छैनौँ भनेर सङ्कल्प गर्छ भने यो लेभलको आक्रमण कम हुन्छ कि भन्ने आङ्कलन हो। तर एउटा स्वतन्त्रता चाहिँ हुन्छ, मल्टी पार्टी सिस्टममा सबैलाई मन परेको पार्टी चयन गर्ने अधिकार चाहिँ रहन्छ नै।